क्रियाशील सदस्यको कुरा छ। हामी सबैले क्रियाशील सदस्य नवीकरण गरिसक्यौँ दस्तुर तिरेर होइन। हाम्रो भनाइ के हो भने क्रियाशील सदस्य हामीले नवीकरण गरिसकेका छौँ भने अब त्यसलाई डिजिटल गर्ने, कुन सिस्टममा राख्ने भन्ने जिम्मेवारी चाहिँ पार्टी केन्द्रको हो होइन। त्यस कारण थप फेरि यो गर भन्नुपर्ने आवश्यकता छैन। कसैको सूचना छुट्या छ भने, विवरण छुट्या छ भने जिल्ला मार्फत मागे भयो। जो पार्टी छोडेका छन् तिनीहरूको पनि सूची मागे, तिनीहरूको कटायो भनेपछि अरू बाँकीको लागि फेरि यहाँ उपस्थिति हो, तिमीहरूले चाहिँ अद्यावधि गर्छौ कि गर्दैनौ भन्नुपर्ने आवश्यकता छैन। र सो त जसले नवीकरण आफ्नो दस्तुर तिरेर पार्टीको सदस्यता नवीकरण गरिसकेका छन् त्यसको जे नाउँ अद्यावधि नाउँ भन्नुहोस्, डिजिटल भन्नुहोस्, जे नाउँमा तपाईँले सिस्टममा राख्ने हो त्यो राख्ने काम तपाईँहरूको हो भन्ने भनाइ हो। यति कुरा अब त्यसमा चाहिँ होइन तपाईँले आफैले आएर भन्नुपर्छ भन्ने कुरा चाहिँ त्यो के छ भने हामीले गरिसकेकोलाई चाहिँ किन त्यो आवश्यकता पर्यो भन्ने क्रियाशील सदस्यताको सम्बन्धमा जहाँसम्म समग्र पार्टीको कुरा छ